नमस्ते सबैजनालाई फागु पूर्णिमाको शुभकामना जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ। अनि आज चाहिँ अब हामी धेरै जसो चाहिँ अब फागु पूर्णिमाको दिन चाहिँ मालपुवा खाने गर्छौँ हैन। अनि मैले चाहिँ अब त्यही मालपुवा बनाएँ। अनि त्यहाँबाट मालपुवा त अब प्रसाद आज त प्रसादको लागि पनि बनाउनु पर्छ नि त। अनि प्रसाद रेडी गरी त्यस पछाडि चाहिँ आफ्नो नुहाइधुवाइ सकेर अनि त्यस पछाडि फुलहरू सबै टिपेर ल्याएर अनि पहिला त अब पूजा गर्नु पर्यो, किनभने अब आजको त्यो होलीको त्यो रङ अब भगवानहरूलाई पनि चढाउनु पर्छ नि त। अनि अलिअलि अनि त्यही भएर अब बिहानको आफ्नो पूजा गर्नतिर लागेँ हैन। अनि अब यो गुलाबको फुलहरू यिनीहरू अब पानी अब गुलाबको फुल चाहिँ अब आफ्नै बारीबाट टिपेर लिएर आएको हैन। अनि त्यस पछाडि दुधहरू भगवानहरूलाई त पूजा गरिसकेँ। अनि त्यस पछाडि चाहिँ आज चाहिँ अब लड्डु गोपाललाई स्पेसल्ली अब चढाउनु पर्छ नि त रङहरू, अरू भगवानहरूलाई पनि चढाउनु पर्छ। त्यही भएर चाहिँ आफ्नो पूजा चाहिँ मैले गरिसकेँ। अब लगभग देखिन्छु है त म कसरी नफलिएको भन्दाखेरि दुध र पानी छ हैन, मैले यहाँ चढाएको तर पानी माथि माथि छ, दुध चाहिँ तल छ क्या। चाहिँ त शुद्ध पानी मात्रै निकालेँ, अरू पनि निकाल्छु यताबाट यता। पानी छ नि होइन, पानी शुद्ध पानी के लाग्यो त्यहाँनिर म खोल्छु है त। यसरी कस्तो मलाई आफूलाई अचम्म लाग्यो कि शुद्ध पानी छैन, यहाँनिर दुध छ, म घोल्छु है त। अब मैले चढाउँदा चाहिँ त्यसरी बस्यो होइन, चाहिँ अब घोलेँ मैले होइन। तर मैले अघि चढाउँदाखेरि चाहिँ त्यसरी अरू म देखाउँछु है त। लाइटको पानी अहिले त पानी यो चाहिँ दुध पानी अघि मैले निकालेर देखाएको थिएँ होइन। जानेसम्म यहाँनिर चाहिँ दुध मिस्यो कस्तो के त्यो दुध जति चाहिँ ठक्क गरेर तल चढाउने बित्तिकै तल बसेको होइन। अनि पानी चाहिँ सँगै माथि, मलाई कस्तो अचम्म लाग्यो के भएको, किनभने त्यस्तो हुँदैन थियो नि त। अनि मैले खोलेर अहिले घोल्दाखेरि चाहिँ यस्तो भयो नि, नभए अघि चाहिँ चढाउँदाखेरि चाहिँ त्यस्तो भएको थियो कि। भगवानलाई रङ चढाएर अनि हामीले पनि अब रङ लायौँ होइन। नानीहरूले चाहिँ अब फुवा खाँदैन नि त। अनि त्यहाँबाट अब पेनकेक उनीहरूको लागि बनाइदिएको होइन। अनि यसो डिजाइन बनाएर आफूलाई अब रमाइलो लाग्छ नि त। अनि त्यही भएको हुनाले चाहिँ यताउति यसो उसो नानीहरूसँग खेल्दै खेल्दै गर्दै उनीहरूलाई के कस्तो भन्दै होइन। अनि गर्दैखेरि अनि उनीहरूको पेनकेक पनि तयार भयो। पेनकेक दिएँ, पेनकेक खाइसक्यो उनीहरूले सबै, एउटा पनि नराखिकन खायो। हामीले मालपुवा खायौँ। अनि त्यहाँबाट खानाहरू खाइवरी सकेर दिउँसोकोहरूले चाहिँ अनि हामीले चाहिँ अब यहाँ चाहिँ त्यो बेलुनको प्याकेटमा यस्तो खालको त्यो अर्ग्यानिक त्यस्तो पाउँछ बारीमा लाउने। अनि त्यो लाएर चाहिँ मैले अब यिनीहरूको लागि मेरो छोरीको लागि चाहिँ होइन। अनि बेलुनहरू मैले तयार गरिदिएँ। यति बेलुन होइन, हो त्यो जब भयो जति पाएँ चाहिँ मैले सबै बेलुन चाहिँ अलमोस्ट सबै जति चाहिँ मैले अब पानी बेलुनभित्र पानी हाल्दै बढ्दै खेल्दै अब फुटाउँदै खेल्दै ती लगाउँदै अब उनीहरू त एक्साइटेड भएर होइन मजाले खेल्न पनि थाल्यो। अब पानी बढ्दै खेल्दै पनि गर्न थाल्यो होइन। रमाइलो भिजेर अलिअलि होइन। अनि हामीले रङ चाहिँ बिहानै लगाइसकेको थियौँ अब पूजा गरिसकेपछि। अनि अहिले चाहिँ अब अलिअलि अब त्यो बेलुन फुटाउने खेल्ने उनीहरूलाई रमाइलो लागिरहेको थियो।
अनि त्यही गऱ्यौँ हामीले अहिले चाहिँ। अनि अब मैले यति बेलुन चाहिँ कति जम्मा गरिसकेँ भने सबै बेलुनमा पानी हालेर सकेँ। अनि यहाँ हेर्नु न कस्तो मजा लाग्ने कि त्यो बेलुन देखेर पनि। मैले फेरि अर्को पकेट पनि बेलुन बनाएँ। अब 2 बकेट जस्तो भयो होइन। त्यहाँनिर बेलुन यति धेरै भयो होइन। र पनि भर्ने काम बेलुन अझै बनेर फेरि बनाउँदै गर्दै गरिरहेछौँ होइन। अनि हामी चाहिँ बेलुन लिएर अनि त्यो छोरीमा होइन घर अगाडि छोरी छ। अनि त्यो छोरीमा मजाले बेलुन बोकेर हामी खेल्न लगायौँ। किनभने आफूलाई एकदमै खेल्न थियो। खेल्न मन लागिरहेछ नि त बेलुन खेल्नुमा। अनि एकछिन बाहिर खेल्यौँ, रमाइलो गऱ्यौँ। रमाइलो पनि भयो, घाम पनि टन्न लागिरहेको थियो होइन। अब चाहिँ हामीले खेलिसकेर अनि त्यहाँबाट झारहरूमा भएको बेलुन फुटेकोहरूलाई चाहिँ सबै उठाएर अनि घरमा ल्याएर ट्रासमा हालिदिउँ होइन। अनि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।